30 खर्ब पुग्न आँट्यो। 30 खर्ब है, 30 खर्ब ऋण पुग्न आँट्यो, विदेशी ऋण। तपाईले आफ्नो घर चलाउनका लागि छिमेकीबाट ऋण लिएर जहिले जहिले आफ्नो घर चलाउनुहुन्छ भने एक दिन त्यो घर बेचेर बसाइ सर्नुपर्छ कि पर्दैन? त्यो दिन आइसक्यो, त्यो दिन आइसक्यो आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि नेतृत्व सही नभएको कारणले, नेतृत्वसँग निर्णय गर्ने नीति बनाउने क्षमता नभएको कारणले गर्दाखेरि हाम्रो देश उभो लागेन, प्राकृतिक रूपमा धनी, आर्थिक रूपमा गरिब भइरह्यो। हाम्रो आजको उठान एउटा प्रश्नबाट भएको छ। प्राकृतिक रूपमा यति धनी देश आर्थिक रूपमा गरिब किन भन्ने प्रश्नबाट उठान भएको छ है आजको कुरा हाम्रो। त्यसको व्याख्या हामी गर्दैछौँ। अर्को कुरा के छ भने हामीले चुनेर पठाएको नेता नेतृत्वले है नीति बनाउन सकेन, एउटा गल्ती। अर्को कुरो उनीहरूसँग नीतिसँग सम्बन्धित ज्ञान नभएको कारणले गर्दाखेरि एउटा मिस्टेक छ भने अर्को गल्ती उनीहरूसँग नियत राम्रो छैन। राजनीति गरेको छ मान्छेले भ्रष्टाचार गर्नका लागि गरेको छ है, हो कि होइन भन्नु त? हो। राजनीति चाहिँ गर्ने आफ्नो अपराध लुकाउनका लागि है, पक्षलाई चाहिँ पक्षमा देखाइदिन्छु भन्नका लागि, सम संस्कृति कसैलाई देखाउनका लागि आएको छैन है। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अपराधलाई लुकाउनका लागि है, भ्रष्टाचार गर्नका लागि, देश बेचेर पेट भर्नका लागि गरेका छन् राजनीति। त्यसलाई नियत सफा राजनीति भनिँदैन। त्यसो भएको कारणले गर्दाखेरि नेतृत्वमा नियत चाहिन्छ, नीति चाहिन्छ। नियत र नीति दुईटै राम्रो हुने मान्छे मात्रै नेतृत्व बन्न सक्छ है। सफा नियत र तपाईको छैन अथाह नीति भएको मान्छे मात्रै नेतृत्व बन्न सक्छ। त्यस्तो नेतृत्वको खोजी गर्छ कि गर्दैन कटारीले? गर्छ कि गर्दैन कटारीले? प्रश्न गर्न चाहन्छु। तिनै मान्छेहरू जुन मान्छेहरूले 70 वर्षदेखि हामीलाई भाषण मात्र सुनाइरहेका छन्, आश्वासन मात्र दिइरहेका छन्, हुँदो भन्दा नहुँदो काम मात्रै गरिरहेका छन्, जुन पार्टीहरूले गर्दाखेरि आज है सिंहदरबार जलेर गयो, सर्वोच्च न्यायालय जलेर गयो, संसद भवन जलेर गयो, देशै चलिरहेको स्थिति छ, त्यस्ता मान्छेहरूलाई नै हामीले अनुमोदन गरिरहन्छौँ कि के गर्छौँ यसपालि? के गर्छौँ यसपालि? यदि त्यसो गर्छौँ भने हाम्रो नेपाली समाजलाई म कुकुरको पुच्छरको समाज भन्न चाहन्छु आजदेखि। कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेको ढुङ्ग्रो दानिन्छ, कुकुरको पुच्छर निकाल्नु 12 वर्ष पछाडि मान्दै हुन्छ अरे नि, हो है? हामी नेपालीहरू सचेत मान्छे हो कि कुकुरको पुच्छर हौ? सचेत मान्छे हो भने यसपालि हामी परिवर्तन ल्याउँछौँ। यसपालिको चुनावमा हामी भोट बदल्छौँ कि बदल्दैनौँ पो? म यो भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु, हार्दिक अनुरोध गर्न चाहन्छु। नेतृत्व सही चुन्छ कि चुन्दैन कटारीले यसपालि है? त्यस्तो नेतृत्व जुन नेतृत्वको नियत सफा होस्, त्यस्तो नेतृत्व जुन नेतृत्वको नीति अथाह होस्, जनताको पक्षमा होस्, त्यस्तो नेतृत्व चुन्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, भ्रष्टाचार र बेथिति फैलाएर अन्याय अत्याचार गरेर देशमा शासन गर्छ भन्ने मान्छेहरूको दिन अब गयो। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु सबैजनालाई, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो देश पछि किन पर्यो? हाम्रो देश आर्थिक रूपमा उन्नति किन भएन? एउटा सामान्य उदाहरण दिन्छु। अब एउटा व्यक्ति, एउटा तपाईँको चाहिँ युवाले है कृषि गर्न चाहन्छ। कृषि भनेको उत्पादन हो, कृषि मात्रै उत्पादन हो, अरू कुरा उत्पादन होइन। अफिसमा गर्ने काम त कागजी काम मात्रै हो, कागज मात्रै हो त्यो, तर उत्पादन भनेको माटोमा मात्रै हुन्छ। माटोमा मात्रै फल्ने हो, हामीले खाने अन्न, हामीले लगाउने लुगाको लत्ताका बडा माटोबाट मात्रै उत्पादन हुने हो, आकाशबाट झर्दैन। अफिसको काम भनेको पेपर वर्क मात्रै हो। के अरे? पेपर वर्क मात्रै हो अफिसको काम भनेको। उत्पादन भनेको किसानले मात्रै गर्छ, किसानले मात्रै गर्छ। आज डाक्टरले चलाउने औषधि पनि किसानले उत्पादन गर्नुपर्छ, जडीबुटी अनि मात्रै तपाईँको प्रशोधन गरेर उत्पादन हुन्छ औषधि। म उदाहरण दिन्छु एउटा कृषक युवाको। त्यो युवाले एउटा कृषि गर्न चाहन्छ, उसलाई अनेक थरीको झन्झट है, त्यो कृषि फार्म दर्ता गर्नलाई उसलाई झन्झट हुन्छ कि हुँदैन भन्नु त? सजिलो छ?
यता भाइ बोकेर कुद्यो, उता भाइ बोकेर कुद्यो, उता हाकिमलाई ढोग्यो, अर्को हाकिमलाई ढोग्यो, वडा अध्यक्षदेखि उपमेयर मेयरसम्म ढोग्नुपर्ने भएन मन्त्रीसम्म ढोग्नुपर्ने। कति ढोगोस् बिचराले है। कुचो कोडालो गर्न चाहेन, किसान अरूलाई ढोगिँदा तपाईँको छैन उसको हातमा चक्रै खिसक्यो छैन, चक्र हातको सबै नमस्ते गर्दा है। कागजी उल्झन गरेर कागजी जटिलता बनाइदिएर तपाईँको छैन हामीलाई काम गर्न दिएको छैन। अब कागजी जटिलता उसले अनेक थरी गरेर तपाईँको सुल्झाउँछ, त्यस पछाडि उसलाई उत्पादन कसरी गर्ने होइन। एउटा खेती गर्न चाहन्छ, कुलो छैन, कुलो उता खोला त बगिरहेछ नि, खोलाबाट उसले अब कुलो ल्याउनु पर्यो, फेरि त्यसको लागि ढोगिनु पर्ने हजुर कुलो बनाइदिनु न भन्नुपर्ने। फेरि अन्न गर्ने बेला मल छैन है, छैन मल हुँदा अनेक थरी गरेर उसले त्यो उत्पादन गर्छ, बेच्ने बेला बजार छैन। अलि हाँसौँ न है, अनि अलि हाँस्नुपर्छ क्या। अनि बजार बेच्ने बेलामा फेरि के छ भन्दाखेरि खुल्ला नाका छ, उसले यताबाट सबै जोडेर 5 रुपियाँमा बेच्नुपर्ने हुन्छ, उता पश्चिमतिरबाट 2 रुपियाँमा आइदिन्छ, तलकै खान्छ, उसको चाहिँ फेरि बाटामा फालेर आन्दोलन गरिरहन्छ। आन्दोलन गर्दा प्रहरीले पक्रेर लाग्छ बिचरालाई, लाग्छ कि लाग्दैन? अलि हाँसौँ न। अनि निस्केपछि यसो सोध्छ, यस्तो देशमा बस्नुभन्दा त बरु मलेसिया जान्छु, साउदी जान्छु भन्छ, जान्छौ है। पैसा कमाउने आशा सपना देखेर जान्छ, बाकसमा फर्केर आउँछ कि आउँदैन? त्यो बाकसमा फर्केर आउने तपाईँको छोरा भयो भने तपाईँलाई कस्तो लाग्छ? कस्तो लाग्छ तपाईँलाई? त्यो नियति यो देशमा कसले बनायो त्यो देशमा यस्तो नियति? प्रश्न गर्न चाहन्छु म है। त्यो नियति बनाउने गल्ती गर्ने मान्छे तपाईँ हामी पनि हो। किनभने फटाहा हो भनेर थाहा पाइ यो यस्तो खत्तम छ यिनीहरू, यो भ्रष्टाचार मात्रै गर्छ यिनीहरू चाहिँ हामीलाई दल्छ मात्रै लुट्छ मात्रै भन्ने थाहा पाइ उनीहरूलाई हामीले भोट हालिरह्यौँ कि रहेन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। त्यसो भएको कारणले गर्दाखेरि अब यो चुनाव उपरान्त अब हामीले सोच विचार गरेर मात्र भोट हाल्नुपर्छ भन्नका लागि म यहाँ आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कठारीवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँ सबैजनालाई म 2-4 कुराहरू सुनाउँछु। जाडो छ, जाडोमा न्यानो खालको नमस्कार सहित जय माथि भनौँ त एकचोटि फेरि हो। यो आवाजले अब देश परिवर्तन गर्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई म हार्दिक नमन गर्न चाहन्छु है। यो बात त्यो बात विदेशी बात बोकेका विदेशी तपाईँको शक्तिहरूले हामीलाई स्वदेशमा बस्न सक्ने स्थिति बनाएन। त्यसो भएको कारणले गर्दाखेरि अब श्रम संस्कृति यही माटोको विचार लिएर आएको छ, तपाईँको विचार लिएर आएको छ, तपाईँको दुःखको कुरा गर्नका लागि आएको छ, तपाईँको समस्यालाई समाधान गर्नका लागि आएको कुरा म यहाँहरूलाई हार्दिक निवेदन गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू है, यो बात र त्यो बात भनेर नेपाली समाजलाई फुटाएर कहिले तपाईँको रुसको क्रान्ति देखाएर, कहिले चाइनाको क्रान्ति देखाएर, कहिले जर्मनीमा यस्तो भयो, कहिले कहाँ यस्तो भयो भनेर हामीलाई औजार थमाउनु पर्ने ठाउँमा हतियार थमाइदिएर एक अर्काको तपाईँको खुनका प्यासा भनेर नेपालले हामी कति वर्षसम्म लड्ने? अब कति वर्षसम्म लड्ने? अब नेपाली दिदीबहिनीहरू हामी कति वर्षसम्म लड्ने? अब लड्नु हुँदैन। नेता त्यो हो जुन नेताले तपाईँलाई विचार दिन्छ, नेता त्यो हो जुन नेताले तपाईँलाई औजार दिन्छ, त्यो नेता हो। जुन नेताले तपाईँलाई भड्किलो विचार दिएर हातमा हतियार थमाइदिन्छ, उसले तपाईँको मृत्यु चाहिएको छ है। यो देशमा तपाईँको मृत्यु चाहने नेतृत्व तपाईँलाई चाहिने हो। म मिडिया मार्फत सम्पूर्ण नेपालीलाई आज सोध्न चाहन्छु, श्रम संस्कृति मात्र त्यस्तो नेतृत्व हो जुन नेतृत्वले युवाको हातमा हतियार होइन औजार, रगत होइन पसिना भनेर अगाडि बढेको छ, गीत गाएको छ, नाचेर देखाएको छ, व्यक्तित्वबाट देखाएको छ, वक्तव्यबाट देखाएको छ, सबै अभिव्यक्ति र विचारबाट देखाएको छ, व्यवहारबाट देखाएको छ। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय सम्पूर्ण जेनजीहरूलाई, सम्पूर्ण युवाहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु, अब तपाईँहरू जाग्नुपर्छ।
है। अब धेरै धेरै तपाईँको छैन गल्तीहरू गर्दै आएका छौँ हामीले। अब यो देशमा अब उपरान्त हामीले गल्ती गर्न हुँदैन म भन्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु, यो देशमा केही हुँदैन भन्ने। नेपाल हो, नेपाल त हो, नेपालमा के हुन्छ नि यस्तै हो होइन। 2 बजेको बैठक छ भने 4 बजी जाँदा पनि भइहाल्यो होइन। 5 बजी उठ्नुपर्ने छ भने 8 बजीसम्म सुत्दा पनि भइहाल्यो। नेपाल हो है। यो भाष्य कसले खडा गर्यो? को त्यो पहिलो व्यक्ति जुन व्यक्तिले यस्तो खालको गलत कुरा बोल्यो है? अब हामीले यस्तो बोल्दैनौँ। नेपाल मात्र यस्तो देश हो जुन देशमा सगरमाथा छ। नेपाल मात्र यस्तो देश हो जुन देशमा भगवान गौतम बुद्ध जन्मिनु भयो। नेपाल मात्र यस्तो देश हो जुन देशबाट विश्वभर तपाईँको छैन के अरे शान्ति कायम गर्नका लागि वीर गोर्खाहरू गएर लडे। नेपाल मात्र यस्तो देश हो जुन देशमा सबै थोक हुन्छ भन्ने कुराको भाष्य अब हामीले खडा गर्ने कि नगर्ने? नेपाल चाहिँ कामै नलाग्ने, नेपालमा केही हुँदै हुँदैन होइन। नेपालमा त केही हुँदै हुँदैन भन्ने मान्छेहरूलाई अब हामीले तपाईँको छैन सिकाउनु पर्छ नेपालमै सब थोक हुन्छ भन्ने होइन। नेपालमा केही हुँदैन भन्ने अनि खाली छिमेकी मुलुकबाट लिएर खाने। भात पनि विदेशी, भात पनि विदेशी, भात पनि विदेशी है। बात के बात, यस्तो बात उस्तो बात, बात पनि विदेशी, हामीले खाने भात पनि विदेशी है। अनि जात मात्रै नेपाली, त्यस्तै चल्छ देश। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु अब यही देशमा हुन्छ सक्दो यही देशमा गर्नुपर्छ हामीले। त्यो त्यसो भन्ने सहमत मसँग सहमत युवाहरूले हात उठाइदिनुहोस् त मलाई, हात उठाइदिनुहोस् हो। अब यही देशमा हुन्छ सक्दो अब हामी विदेशी भात पनि ग्रहण गर्दैन, विदेशी भात पनि खाँदैन। यही देशको विचार बोकेर यही देशको भात खान्छ नेपालीले, हो कि होइन भन्नुहोस् मलाई? हो, त्यो चेतना लिएर आएको संस्कृति नै हो श्रम संस्कृति। म यहाँ सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पुरानालाई अब कति गाली गर्ने, गाली किन गर्ने भन्ने कुराहरू छ। गाली गरेको कसैलाई हामीले छैन, तर साँचो कुरा बोल्नुपर्छ कि पर्दैन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी यो देशमा के हुन्छ भन्ने तर्फ जाउँ। यो देश प्राकृतिक रूपमा धनी, आर्थिक रूपमा गरिब। फेरि मैले त्यही प्रश्न ल्याएँ, किन त्यस्तो भयो त भन्दाखेरि पुराना दलहरूले हामीलाई होइन के बनाए, युवाहरूलाई भन्दाखेरि युवालाई राजनीतिक गुण्डा बनायो है। त चाहिँ मेरो पार्टीको खतरा युवा शक्तिको नेता गएर त्यहाँ त्यसलाई कुट झगडा गरेर आइज, पुलिसलाई पक्रिनु दिन्न, केही पर्यो भने म छु अरे। अलि आज खिसी गरिदिनुपर्छ क्या, त्यसरी खिसी गरिदिनुपर्छ होइन, ताकि आगामी दिनमा कोही कसैले त्यस्तो हरकत नगरोस्। एउटा युवा है, जुन युवाले यो देशको भविष्य बोक्नुपर्ने हो, उसलाई तपाईँको छैन के गरेको छ भन्दाखेरि उसको अनेक परेको झोला बोकाइदिएको छ होइन, झोले बनाएर हिँडाएको छ। अनि तपाईँको के हो त भन्दाखेरि यो देश भत्किरहेको छ, भत्किएको देशको पर्खाल लगाउन ढुङ्गा बोक्नु पर्ने, ढुङ्गा हान्न लगाएको छ। हान्दै भाइ त्यहाँ त्यस टाउको फुटा त है। अलि हाँस्यौँ, अलि हाँस्यौँ। यस्ता फटाहरूले गर्दाखेरि आज है मेरो बाजेले, तपाईँको पनि बाजेले ट्याक्स तिरेर बनाएको सिंहदरबार, तपाईँको बाजेहरूले पनि बनाएको छ त्यहाँ। तपाईँको बाजे, मेरो बाजे बराजुहरूले ट्याक्स तिरे बनाएको सिंहदरबार अस्ति जलेर गयो कि गएन है? सिंहदरबार जल्नु भनेको के हो तपाईँलाई थाहा छ? त्यसको प्रतीकात्मक त्यसको अर्थ के हुन्छ? यो देशको सत्ता ढल्नु, यो देशको सार्वभौम सत्ता ढल्नु, यो देश खतम, खरानी हुनु हो क्या। सिंहदरबार जल्नुले चाहिँ त्यो संकेत दिन्छ, यो देश खरानी हो, यो देश खरानी भयो भन्ने चाहिँ संकेत दिन्छ है। त्यस्तो खालको कुशासन, त्यो अवस्थामा पुग्ने गरेको कुशासन चलाउने पुराना दलहरू हो कि होइन है? म त्यो सिंहदरबारभित्र पस्नका लागि आन्दोलन गरेर प्रहरीमा पक्राउ परेको मान्छे पनि हो। मेरो मुद्दा के थियो भन्दाखेरि धरानको खानेपानीको फाइल खानेपानी मन्त्रीले यसो देखाएर, मन्त्री हजुर भन्नुपर्ने त्यति थियो,
एक घन्टासम्म तपाईँको छैन त्यो सिंहदरबार छिर्न खोज्दाखेरि पनि छिर्न नसकेर मलाई प्रहरीले पक्रेर लगेको मलाई याद छ। म जतिको बोल्ने मान्छे त त्यहाँभित्र छिर्न सक्दैन भने तपाईँहरू छिर्न सक्नुहुन्छ है? प्रधानमन्त्रीले भेट्नको लागि त उसको पार्टीको मान्छेलाई जी हजुर गरेर दलाली गर्नुपर्ने। हजुर एकचोटि मिलाइदिनुहोस् न हजुर 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 यस्ता नाथे फडार है। त्यो सिंहदरबार नेपाली जनताको सेवा केन्द्र हो कि होइन? त्यसरी चाहिँ तपाईँको छैन नेपाली जनताको पहुँच बाहिर गएको कारणले गर्दाखेरि सिंहदरबारप्रतिको त्यो तपाईँको छैन एउटा आक्रोश है। त्यो आक्रोशले गर्दाखेरि त्यो खालको सिंहदरबार जल्न पर्ने बाध्यता कसले सिर्जना गर्यो भन्दाखेरि पुराना दलहरू एमसीसी गर्ने, नदी नाला बेच्ने, भ्रष्टाचार गर्ने, यावत कुराहरू कति हो कति है भयो साध्य छ यहाँ। त्यसो भएको कारणले गर्दाखेरि त्यो खालको अवस्था नआओस् भन्न चाहन्छु आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हामीलाई आज सल्लाह गर्नुपर्छ, तपाईँ हामीले सल्लाह गर्नुपर्छ। अब फेरि तिनै दलहरूलाई हामी यसपालि पनि भोट हाल्छौँ कि के गर्छौँ तपाईँहरूले सल्लाह गर्नुहोस्, सल्लाह गरौँ। म यहाँ हल्ला गर्न आएको छैन, सल्लाह गर्न आएको छु। आत्मसमीक्षा गरौँ, आज निर्मम आत्मसमीक्षा गरौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। र यसरी तपाईँको चाहिँ के छ भन्दाखेरि है पुराना दलहरूले यो देशलाई खतम बनाएर राखेको बेलामा अब यहाँ नयाँ दलहरू आएका छन्। हाम्रो पनि नयाँ दलै हो है। सबैले आफूलाई राम्रो देख्छ, स्वाभाविक पनि होला होइन? हामीले राम्रो देख्छौँ, अरूले राम्रो देख्छ होला। तर तपाईँहरूले चाहिँ के देख्नुहुन्छ त्यसले फरक पार्छ। म आफूलाई के भन्छु भन्ने कुराले ठुलो फरक पार्दैन। तर तपाईँले मलाई के भन्नुहुन्छ, तपाईँले मलाई कस्तो देख्नुहुन्छ, तपाईँले अरूले कस्तो देख्नुहुन्छ, किनभने आम जनता तपाईँहरू आम जनताले ती दलहरूलाई हाम्रा दललाई कस्तो देख्छन् भन्ने कुराको ठुलो कुरो यहाँनिर छ। म यहाँहरू सबैजनालाई हार्दिक निवेदन गर्न चाहन्छु। अब नयाँ दलहरू कस्ता आए, अहिले भर्खर गठबन्धन भइरहेको छ अरे भन्ने के आउँछ होइन? अलि हाँसो अलि हाँसो। फेसबुकबाट प्रधानमन्त्री घोषणा भइसक्यो, जनतामा आएको छैन है। गठबन्धन कि गाँठो बन्धन खोइ के अरे गरिराख्नु भएको छ। हामी श्रम संस्कृति चाहिँ राष्ट्रवादी यो देशमा जन्मिएको विचार बोकेर अगाडि आइराखेको, पसिना बगाएर देश बनाउनु पर्छ भन्ने हुटहुटीका साथ मिशन चलाइराखेको, अभियान चलाइराखेको शक्ति हो। हामी कोही कसैसँग गठबन्धन गर्नेवाला छैन है। कोही कसैसँग गठबन्धन गर्नेवाला छैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। श्रम संस्कृति देशभक्तहरूको पार्टी हो। श्रम संस्कृति यो देशको स्वाधीनता चाहने मान्छेहरूको पार्टी हो। म केही समय तपाईँहरूको लिन्छु, धैर्य धारण गर्नु होला। उभिएर सुन्न अप्ठ्यारो चाहिँ भइरहेको छ, मैले महसुस गरेको छु। म तपाईँहरूको केही समय लिन्छु। तपाईँहरूले यो कुरा सुनिसकेपछि तपाईँले आफ्नो गाउँमा पनि सुनाउनु जरुरी छ। श्रम संस्कृति गफ गर्ने होइन, काम गर्ने मान्छेहरूको संगठन हो। श्रम संस्कृति श्रम र श्रमिकलाई सम्मान गर्ने मान्छेहरूको संगठन हो। श्रम संस्कृतिले गफले होइन कामले देश बनाउनु पर्छ भनेर पाखुराको दमले देश बनाउनु पर्छ। विदेशी प्रभुलाई ढोकेर एडिबीले वर्ल्ड ब्याङ्कले कसले हामीलाई लोन दिन्छ, ऋण दिन्छ हजुर भनेर विदेशी प्रभु शक्तिलाई ढोक्ने, उनीहरूको अगाडि छुट्ने शक्ति होइन। त्यो अर्थमा होइन श्रम संस्कृति एक्लै चुनाव लड्छ। अहिले के छ, पुराना दलहरू सबै एमाले कांग्रेसको के भन्नेहरू गठबन्धन कि गाँठो बन्धन गर्ने, अनि नयाँ आएका छैन यो के जति रासोभा कि खोइ के जति खासोभा भन्नेहरूलाई होइन तपाईँको छैन के त भन्दाखेरि उनीहरू नयाँलाई पख चुनाव जितेपछि चाहिँ पख देखाइदिन्छु तँलाई भन्ने, फेरि नयाँहरू पनि पख तँलाई भन्ने। हामी कसैलाई पनि पख भन्दैनौँ है, हामी कसैलाई पनि ठोक पनि भन्दैनौँ। हामी मैले भने हिजो पनि हामी ठोक होइन रोक अनि ढुङ्गा बोक है। प्रतिशोधको राजनीति गर्नु छैन हामीलाई प्रतिशोध चाहिएको छैन। हामीलाई प्रगति चाहिएको छ, प्रगति चाहिएको छ। बदला चाहिएको छैन, हामीलाई बदलाव चाहिएको छ है। हामीलाई उन्नति प्रगति र बदलाव चाहिएको छ। त्यो परिवर्तन ल्याउनका लागि श्रम संस्कृति अघि आएको छ। तर उनीहरूको दाउ के है, जुत्ता क्या जुत्ता, सबैले जुत्ता लगाइरहेछौँ नि होइन, सबैले जुत्ता लगाइरहेछौँ नि, मैले पनि लगाइरहेको छु है।
यी पार्टीहरू चाहिँ विदेशी शक्तिको जुत्ताहरू रहेछ होइन। पुरानो जुत्ता थोत्रे भयो, थोत्रे फालेर नयाँ जुत्ता लगाइरहेको छ। पुराना दलहरू थोत्रे जुत्ता भयो विदेशी प्रभु शक्तिको, त्यो पुरानो दलहरूलाई फालेर नयाँ दलहरू खोलेर नयाँ जुत्ता लगाइरहेछ क्या है। तर श्रम संस्कृति कसैको जुत्ता होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। यो भनेको नेपाली जनताको भावना, यो भनेको नेपाली जनताको चाहना र यो भनेको नेपाली जनताको आवश्यकताको वास्तविक मुद्दा हो। विदेशीको जुत्ता होइन, विदेशीको जुत्ता होइन है। ती विदेशीका जुत्ताहरूलाई म भन्न चाहन्छु आज तपाईहरूले गर्दाखेरि धेरै लडाकु मचियो देशमा है। एउटा छ है पहिला खै के गरेर तपाईँको निकै हिट भएको ऱ्याप गाएर है, ल है जेनजी हो उठ है लड है आदरणीय यस्तो गर जेनजी बिचराहरू होइन। समसिना हाम्रै छोराछोरी त हो जेनजी भनेको को हो र? पाकिस्तानबाट उता तपाईँको छ नि होइन, अफगानिस्तानबाट इन्डियाबाट आएको मान्छे त होइन। जेनजी भनेको हाम्रै छोराछोरी हो कि होइन है। कलेजकै ड्रेसमा आन्दोलन गर्नु गएको बिचरा भरे हेर्दा त है यो देशको बारेमा यो संसारको बारेमा ज्ञान लिनुपर्ने गिदी त है हिजो अस्तिसम्म टिचरले पढाइराखेको के भएको गिदी त भुइँमा झरिरहेको। अर्को साथीले रुँदै कराउँदै बौलाउँदै, अब साथी त्यस्तो बाउले त प्रत्याशी छक्क पर्यो नि त। स्कुलको ड्रेसमा नानीहरूलाई है आन्दोलनमा जा भनेर भन्ने, अनि त्यो खालको विभत्स तपाईँको छ नि हत्याकाण्ड भइसकेपछि कसले ठोक्यो गोली भन्ने कुरा पनि समीक्षाको विषय छ है। त्यो आन्दोलनले चरम उत्कर्ष लिइसकेपछि सिंहदरबार तपाईँकोदेखि लिएर सर्वोच्च अदालत सबै कुराहरू चलिसकेपछि त्यतिखेर चाहिँ डराएर लुकेकै खात पनि लुकेकै अहिले आएर चाहिँ प्रधानमन्त्री बन्ने अरे। म त्यो व्यक्तिलाई भन्न चाहन्छु तपाईँको राजनीतिक विचार के हो है? जनतासँग कहिले भेट्नु भएको छ? जनतासँग नभेट्ने यतिकै कुद्ने है, माथि तल जाँदा पनि आफ्नै फाल्टै लिफ्ट चाहिने अरे उसलाई। सधैँभरि लुकेर बस्ने खतरनाक मान्छे है, डेन्जरस गेमर यो देशको प्रधानमन्त्री बन्ने अरे होइन होइन। के यसो हल्लाउँदै आउने अरे छक्क पर्छु। त्यस्ता मान्छेहरूलाई तपाईँहरूले पत्याउने हो? त्यो मान्छेको राजनीतिक विचार के आजसम्म थाहा भएन, जनतासँग भेटेको थाहा भएन होइन। अनि त्यो मान्छे त्यस्तो मान्छे जुन मान्छेले होइन जेनजीले त्यत्रो तपाईँको चाहिँ उसलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलाउँदाखेरि आयो है। यो देशलाई जलाउने, खत्तम खरानी बनाउने अनि लुट्ने मान्छे यो देशको प्रधानमन्त्री बन्ने हो कि चलिराखेको देश ढलिराखेको देश सम्हाल्छु भनेर 500 किलोमिटर टाढो कर्फ्यूको बेलामा पनि काठमाडौँ जाने मान्छे प्रधानमन्त्री बन्ने हो? यहाँ तपाईँलाई कस्तो प्रधानमन्त्री चाहिन्छ? लुकेर गेम खेल्ने, रगत जेनजीको रगतमा टेक्दै गएर सत्ताको कुर्सीमा बस्नु मन छैन मलाई। त्यो खालको मान्छेहरूलाई तपाईँहरूले सत्ता सुम्बने हो? म मिडिया मार्फत खुलासा गर्न चाहन्छु, जुन मान्छेको राजनीतिक विचार केही पनि छैन होइन, आजसम्म एउटा आमसभामा आएर कसैलाई सम्बोधन गर्ने हिम्मत गरेन, जसले जनतासँग भेट्ने तपाईँको चाहिँ के अरे हिम्मत गरेन, जसले चाहिँ सडकको पेटीमा मात्रै बोलेर चाहिँ आफ्नो परिवारको चाहिँ पेट पाल्दै गरेको गरिबको पेटमा लात हान्ने मान्छेले यो देशको प्रधानमन्त्री बन्न सपना देख्न पाउँछ? खबरदार नेपाली दाजुभाइ दिदीबहिनीहरू, खबरदार। विदेशी दलालको हातमा यो देश दिनुभयो भने भोलिको दिनमा यो कटारी भन्ने ठाउँ रहन्छ, तर झन्डाहरू अरूको देशको आइपुग्छ यहाँ। त्यतिखेर हल्का साम्पाङले यहाँ उभिएर के बोलेको थियो भन्ने कुरा टाउको हिर्काउँदै छाती पिट्दै सम्झिनु नपरोस्, म त्यो भन्न चाहन्छु है। यो चिज तपाईँको छैन खालि एउटा चुनाव रहेछ, भोट माग्ने चिज मात्रै होइन, यो देशलाई बचाउने हो कि होइन भन्ने चिज। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, राजनीतिको सार, राजनीतिको सबभन्दा ठुलो उद्देश्य हुन्छ यो देश रहने कि नरहने भन्ने कुराको निर्णय गर्ने कुरा होइन। बाटो बनाइदिन्छु भनेर देशै लगिदियो भने होइन, बिजुली ल्याइदिन्छु भनेर कहिले चाहिँ देशै लगिदियो भने
आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीलाई समृद्धि मात्रै चाहिएको होइन। मैले अघि प्रश्न कसरी गरेँ, कुराको उठान कहाँबाट भयो भने प्राकृतिक रूपमा धनी, आर्थिक रूपमा गरिब देश हो। नेताहरूले त्यस्तो बनायो हामीलाई। नेताहरूले यो देशलाई गरिब बनाएर, गरिबलाई कार्यकर्ता बनाएर घोडा कुदाएको होइन हामीलाई है। श्रम संस्कृतिले तपाईँहरू सबैजना मान्छेलाई गरी खान सिकाउँछ है। तपाईँ भोकाएको बेला भात ल्याइदिएर एउटा फोटो खिचेर राजनीति गर्न चाहँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। श्रम संस्कृति त्यो होइन। श्रम संस्कृतिले तपाईँलाई अन्न उत्पादन गरेर भात पकाएर खान सिकाउँछ, बाँच्न सिकाउँछ, तपाईँलाई जीवन सिकाउने, तपाईँलाई उन्नति प्रगति सिकाउने संस्कृति हो श्रम संस्कृति। त्यस्तो खालको तपाईँको चाहिँ संस्कृतिको